क्रिकेट रङ्गशालाको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको पहल कदमीको समाचार सुने। परियोजना सम्पन्न गर्ने र समयमा परियोजना सम्पन्न गर्नको लागि त्यसमा सुशासन कायम गर्ने धेरै महत्त्वपूर्ण कुरा हो। सम्माननीय प्रधानमन्त्रीज्यूले शपथ ग्रहणसँगै 3 महिनाभित्र 300 दिनभित्र त्यो परियोजना क्रिकेट रङ्गशाला बनाउने काम सम्पन्न गर्ने भन्नुभएको थियो, निर्णय गर्नुभएको थियो। त्यो अवधि सकिनु 2 दिन अगाडि उहाँले त्यो परियोजना किन सम्पन्न भएन, अब कति समय लाग्छ भन्ने कुराको व्यापक छलफलपछि यो 2 महिनाभित्र सम्पन्न गर्ने गरी पुनः काम सुरु गर्ने र यसलाई निर्णय भएको छ र यो सकारात्मक सन्देश हो। 2 महिनामा यो सम्पन्न हुन सकेको भने त्यसले ज्यादै राम्रो कुरा हुनेछ। हामी यो संसदमा छौँ, यो नीति तथा कार्यक्रमको बहस नयाँ संसद भवनमा हुनुपर्ने हो। गत वर्ष स्वयं सम्मान्य सभामुखज्यूले त्यहाँ अनुगमन गर्नुभएको, सम्मान्य राष्ट्रपति महोदयले अनुगमन गर्नुभएको, समितिहरूले पटक पटक अनुगमन गरेको र अस्ति मात्रै हामी समितिबाट अनुगमनमा जाँदा चैत्र 18 गते त्यो अन्तिम म्याद फेरि सकिएको रहेछ। अब फेरि त्यसको म्याद थप्ने वा क्यान्सल गर्ने, म्याद थप्दा कति समय थप्ने, अब म्याद थप्दाखेरि त्यो फेरि तोकिएको समयमा त्यो सम्पन्न हुन्छ कि हुँदैन। यो यत्रो संसदको सिंहदरबारभित्रको यत्रो महत्त्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन, परियोजनाको विश्वास र त्यसले देशभरि दिने सन्देश ज्यादै महत्त्वपूर्ण हुन्छ। त्यसकारणले यो सत्तापक्ष प्रतिपक्ष भन्दा पनि यो सिङ्गो संसदको ध्यानको विषय हो, स्वयं सभामुख महोदयको ध्यानको विषय हो र म चाहिँ अब यदि म्याद थपिने हो भने त्यो म्याद कति दिन थप्ने, थपिएको समयभित्र त्यो पुरा हुन्छ भन्ने कुराको सुनिश्चितता गर्ने, त्यो पुरा भएन भने त्यो अवस्थामा को जिम्मेवार बन्ने भन्ने कुराको सुनिश्चितता सहित यसको साङ्गोपाङ्गो हुने गरी यसको अन्तिम निर्णय हुने परिस्थिति